अच्छा है। देखो ये रास्ता है ना, ये सीढ़ी है ना, ये कितना है। फाइनली हामी कहाँ आइपुग्यो? अझै पनि म चाहिँ मेरो गर्लफ्रेन्डको घरमा पुरा अनुसन्धान गर्दैछु। ओके, तामाङको सबै कभी कभी हिंदी भी बोलना पड़ता है ना सब कुछ। इंडिया का ऑडियंस पनि तान्ना पड़ता है बेला बेला में, क्योंकि नेपाली का ऑडियंस से मात्र हमें नहीं पुगता है। हामी अब तामाङ जान लाग्यो है। अनि हामी सुरुमा चाहिँ होइन के अरे जाने भन्ने सोचमा थिएन, तर लाइक हामी निस्किने बेलामा सम्झे पनि आइपुग्नु भयो होइन। अनि राम्रो लाग्यो विकास सम्झे होइन, उहाँले पनि एकदम राम्रो भ्लग गर्नुहुन्छ होइन। अनि एकदमै अहिले चाहिँ एकदम ठिकै भ्यूहरू होइन। अनि सब्सक्राइब पनि गइरहेछ, बिस्तारै गर्ने हो यसरी नै होइन, प्रगति गर्ने हामी गइरहेछौँ तामाङ। सो गाइज एकदमै रमाइलो हुनेछ आजको मोमेन्ट चाहिँ होइन। अनि सम्झे एकदम रमाइलो गर्नु पर्यो। अब त्यहाँ गएर होइन हामी रमाइलो गर्नेछौँ। अब यस्तै हो होइन, हेर्ने हो। अब फाइनली इक्जाम पनि सकिसक्यो होइन। गएर सबै भनौँ न क्लासमेटहरू, सबै केटीहरू, सबै भनौँ न साथीहरू सबै सँगै जाने भनेर प्लान गरिरहेको थियो। तर उनीहरू चाहिँ खै के हो, लास्ट दिनमा रिल्याक्स पुरा खै थाक्यो हो कि के हो होइन, सबै रुममा सुतेर बसिरहेको छ। अनि हामी 3-4 जना केटाहरू चाहिँ माथि जान लाग्यो गाइस रिल्याक्सेसनको लागि होइन। हुन त मेरो रिल्याक्स चाहिँ हिजो नै भइसकेको छ। अब छिटो हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। सो लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिनेछु। सो म चाहिँ हिजो एक्लै भए पनि रमाइलो गरिसकेको छ। र जस्ट आज लास्ट दिनमा फाइनल एक्जाम खुसियाली चाहिँ हामी माथि जान लाग्यो गाइस। सो त्यही हो गाइज। विकास छ होइन, म लिङ्क पनि राख्नेछु उहाँलाई। विकास टी छ। अनि उहाँलाई लाइक कमेन्ट सेयर एकदमै नभुल्नु होला, मलाई पनि माया गरिदिनु होला। अनि विकास सम्धीलाई पनि माया गरिदिनु होला। यसरी नै हामी बढ्दै जानेछौँ। यसरी नै सपोर्ट पायो भने, माया पायो भने हामी अझै पनि बढ्ने, अझै पनि यस्तो नयाँ नयाँ चिजहरू ल्याउने भन्ने होइन, त्योहरू देखाउने आशामा छु। गाइज हामी अब हिँडिरहेको छु होइन, आवाज पनि अटोको आवाज आइरहेछ। अब एकछिनमा ओर्लेर गरम लाग्यो गाइस। Few moments later. गाइज हामी अब फाइनली हामी कहाँ पुग्यौँ भने भर्याङ। ओ माई गड, कति सिडी भर्याङ गयो। सो गाइज हामी चाहिँ आइपुग्यो होइन। उहाँ दाजुको अटोले पुर्याउन आउनुभएको हामीलाई। ल दाजु अब पछि भेटौँ ल। ल अब ल केटाहरू लाग्यो मासिरह्यो। आमामा यही हो गाइज है हाम्रो भर्याङ। हाम्रो मकवानपुरको एकदमै पपुलर प्लेस रहेको छ यो पनि। सो तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ हो। ल केटा हो होइन, पुरा रिल्याक्स भयो गाइज। रिल्याक्समा पुरा अब एक्जाम सक्यो नि त होइन। सो आजको क्लाइमेट पनि त्यस्तै है। हजुर हजुर सिडी पनि है। ओ माई गड, सिडी पनि उस्तै। भेरी ह्याप्पी ह्याप्पी। एक्जाम पनि सक्यो अनि यस्तो प्राकृतिक भ्यूहरू देख्न पाउँदा लाइक म धेरै एकदमै खुसी छु है। सो गाइज नेपाललाई होइन हजुर यतिको चाहिँ
यति सुन्दरता होइन भगवानले दिएको छ होइन यसलाई चाहिँ सल्युट गर्नुपर्छ हो गर्नै पर्छ सो गाइज अब माथितिर लागौँ है त ल केटा हो सो गाइज माथितिर लागौँ है त गाइज धेरै दिन भएको थियो यार मैले युट्युबमा भिडियोहरू भ्लगहरू भ्लगहरू अपलोड नगरेको होइन किनकि बनाउनै पाएको थिएन नि त गाइज यार एक्जामले गर्दा हल्का बिजी थिएँ होइन एक्जाममा फोकस थिएँ अनि त्यही भएर तपाईँहरूलाई न्यू कन्टेन्टहरू दिन पाएन सो आज फाइनल एक्जाम सकेर चाहिँ हामी 3-4 जना केटाहरू सँगै पढेका क्लासमेटहरू र साथीहरूसँग यसो रिल्याक्सेसनको लागि घुम्न आएको गाइज होइन सो अझ रमाइलो गर्नुपर्छ है त माया पहिलो जस्तै बाटो फेरि बेटा होला तिमी जिन्दगीमा सँगै बाँचौला यो समयमा नजिकिने प्रयासहरूमा अङ्गालोमै बाहिरखौला तिमी सो गाइज यहाँ चाहिँ हाम्रो 3 जना साथीहरूले चाहिँ एउटा क्रिस्चियन गीत गाउन गाइराख्नु भएको छ सो हेर्नु होला है त रेडी रोल क्यामेरा एक्सन रे क्या समयले साक्षीको छोडी आउनु क्रुसैमा मर्नु मृत्युलाई जित्नु हामीलाई मुक्ति ल है गाइज हाम्रो चाहिँ फोटो सेसन सुरु भइसकेको छ फोटो खिच्ने क्रममा नै छौँ यहाँ हाम्रो विकाससँगै ब्लग रेडी गर्नलाई अनि ब्लग बनाउँदैछ सो गाइज हामी अब यहाँबाट फर्किन लागिसकेका छौँ गाइज एकदम एक्साइटेड छौँ होइन यहाँबाट जान मन छैन तर पनि हामी जानै पर्छ किनभने आफ्नो गन्तव्यमा पुग्नुपर्छ एउटै ठाउँमा बसेर कहिल्यै पनि आफ्नो गन्तव्यमा पुग्दैन हो कि होइन सम्धी भन्नु त उता सम्धीलाई पनि देखाउनु हो कि होइन सम्धी त्यही त हो कि होइन हो एकदम हो नि त्यही भएर हामी यो ठाउँबाट पनि जानुपर्छ सो गाइस ये रास्ते से हम जा रहे हैं ना बहुत खुश लग रहा है मुझे ये बहुत अच्छा है क्योंकि हम जाना पड़ता है हमारा रास्ता नीचे है हामीहरू चाहिँ होइन जानुपर्छ गाइस आउनुहोस् हामी बिस्तारै तल खस्नेछौँ अहिले क्लिक छ होइन जयराम स्याङपान हाम्रो चाहिँ मामा हुनुहुन्छ उहाँले गर्दै हुनुहुन्छ होइन ठाडो गरेपछि टिकटकको लागि मात्रै हुन्छ कि युट्युबमा अदर कन्टेन्ट सानो आउँछ कि है यस्तो ल
म चाहिँ प्रोफेसनल भ्लगर अन्त तिनी कुराहरू चाहिँ मैले जस्ट ह्यान्डल गर्दा आउँछु ओके एकदम राम्रो छ हामी तल पुगिसकेको छौँ एकचोटि माथि माथि देखाइदिनु होला गाइज ऊपर 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 देखो है ना बहुत अच्छा है देखो ये रास्ता है ना ये सीढ़ी है ना ये कितना है ये सीढ़ी कितने 118 टोटल करके कितना होता है नहीं 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 162 है बासक ब्लगर होइन ब्लगर सम्झे हाम्रो सो गाइज होइन एकदम बबाल 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 गाइज एकदमै राम्रो देखिरहेछ होइन यसरी होइन अनि 4 जना मात्र आयो कि 4 जना पनि एकदम रमाइलो भयो होइन यो यादगार मोमेन्ट होइन कहिले पनि बिर्सिने छैन अनि ठिकै छ सो गाइज हामी हिँड्दै जानेछौँ होइन त्यहाँबाट अब हामी छुटेर त्यो ठाउँ होइन छोड्न मन थिएन गाइज मलाई त्यो ठाउँबाट चाहिँ होइन आउन मन थिएन क्या अनि लास्ट रमाइलो लागिरहेको थियो मेरो मन एकदमै खुसी लागिरहेको छ होइन एक्जाम दिएर थाकिए पनि होइन एकदम खुसी लागिरहेछ मलाई चाहिँ अनि यहाँबाट हामी अब भ्यू टावर जान्छौँ त्यसपछि फाइनल हामी आफ्नो गन्तव्य पनि हिँड्नुपर्छ पुग्नुपर्छ समयमा होइन अनि रमाइलो मात्रै पनि गरेर हुँदैन किनभने तपाईँहरू आउन सक्नुहुन्छ अनि यो दामन है यो टिस्टुङ हुँदै यो नौखण्डे हुँदै अनि देउराली हुँदै अनि लाइक यो शिखरखोट पालुङ हुँदै हामी दामन होइन यो दामन 8 होइन यो सिडीमा पुग्नेछौँ पैसा लागेर अब नजाने भन्ने कि किनभने पैसा अनि यो देश नै आर्थिक मन्दमा छ अनि देश आर्थिक मन्दमा हुँदाखेरि फन्दमा पर्छ होइन यस्तै हो गाइज हामी रमाइलो गर्नेछौँ यहाँ लेखेको छ क्या कतिवटा सिडी हो भनेर 150 150 सरी गाइज मैले 150 मिटरको चाहिँ रहेछ तर सिडी चाहिँ 162 कति थियो है समथिङ 162 थियो मिटर चाहिँ 150 मिटरको रहेछ गाइज होइन यसरी जानुपर्छ त्यो के अरे बोर्डमा देख्नु र रेलमा देख्नु छुट्टै फरक देख्नु रहेछ गाइज है सेल्फी डाँडा होइन अनि पहिला के अरे म एकचोटि हेटौडा जाँदाखेरि के यो ठाउँहरू चाहिँ कता कता यो ठाउँदेखि अखरसम्म के एउटै जस्तो लाग्छ क्या मलाई चाहिँ के हो होइन भ्यू पनि यस्तो दामी देखिरहेको छ कि यहाँ चाहिँ ओ माई गड भ्यू त बवाल 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 मेरो मोबाइलमा चाहिँ स्पेस धेरै छैन होइन अनि त्यही भएर सम्झिलाई गर्न लगाइरहेको छु सो जस्ट मैले अघि नै भने नि त सम्झि र मेरो ब्लग चाहिँ आज मिक्स मार्क्स हुन्छ तपाईँ सम्झिबाट पनि हाल्नुपर्छ मलाई एडिट गर्दा ठिकै छ एडिट सक्यो भने चाहिँ बेलुकातिर हालिदिन्छु ठिकै छ सो गाइज होइन फाइनली एकदमै यादगार मोमेन्ट ये भी एक मोमेन्ट है माया बस सेल्फी डाँडा फाइनली बोर्ड पनि टाँस दिएको रहेछ सम्झि यहाँ देखाउनु ल यहाँ पनि एउटा जस्तो पर्यटन सूचना बोर्ड एकदम हाम्रो उतातिरको हाम्रो गाउँघरतिरको पनि यहाँ चाहिँ डाँडा छ है यो मार्केट ढुङ्गा अनि यो खुकुरी पार्क अनि यहाँ चाहिँ भेडा पाम चितलाङ यो चाहिँ चितलाङमा है गाइस अनि यहाँ चाहिँ एउटा सिमभन्ज्याङमा यहाँ चाहिँ एकदम हरेक वर्ष एकदम भ्यू झर्ने गर्छ होइन गाइस अनि यहाँ देख्नुभयो भ्यू टावर दामन अनि भर्याङ दामनहरू यो कुन्साल गाउँ उताको सो त्यसरी भेट्दैछ अझै म चाहिँ सम्झिलाई र मलाई पनि गाइडको काम गरिरहेको छु युट्युबको कन्टेन्टको लागि चाहिँ किनकि मेरोमा स्पेस छैन अनि त्यही भएर सम्झिको बाटा गरिरहेको छु अनि हामी दुबईलाई काम लाग्छ नि ठिकै छ गाइस एकदमै यहाँ चाहिँ किनभने यहाँ चाहिँ गाइस होइन के छ भने भ्यू टावर भर्याङ दामन लाइक सिमभन्ज्याङ होइन यता हिउँ हरेक वर्ष झर्ने होइन हिउँ यहाँ चाहिँ कुन्साल गाउँ होइन हाम्रो के भन्छन् यसलाई पहिल्यैदेखि पुरानोदेखि है को गाउँ हो यो चाहिँ होइन नर्वे यो चाहिँ नर्वे चाहिँ हाम्रो ठाउँको होइन यहाँ चाहिँ किरणमान बल बनिरहेछ किरणमान बलज्यू यदि तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ भने हामीले सपोर्ट गर्न चाहिँ नभुलिदिनु होला भेडा फार्म चितलाङको होइन लाइक एकदमै बबाल 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 थाहामा हजुरहरूलाई एकदमै स्वागत छ भन्न चाहन्छु गाइज होइन यसरी नै भ्लग गर्न पाऊँ भन्ने आशाले हामी सेल्फी चौरतिर हामी कुद्दैछौँ हामी सेल्फी डाँडामा जानेछौँ सेल्फी डाँडामा जाँदै गर्दाखेरि हामीले एउटा अचानकको टावर देखेन भन्न चाहन्थे यो
फाइनली हामी कहाँ आइपुग्यो हजुर सेल्फी डाँडा सेल्फी त पक्कै जानु पर्छ होला खोइ हुन त सेल्फी डाँडा रे सब देख्नु रहेछ कि खोइ पालुङ बजार कहाँ भ्यू टावर पुग्न लागिसकेका छौँ अझै पनि पुग्न 1 किलोमिटर रहेछ अनि त्यहाँ के अरे ऊबाट के अरे भर्याङबाट चाहिँ 1 किलोमिटर रहेछ अनि 1 किलोमिटर ठक्क हिँड्नुपर्ने रहेछ भ्यू टावर हेर्नुहोस् है गाइज हामी अब भ्यू टावरमा जानेछौँ गाइज टिकट लाग्छ कति लाग्छ आन्टी 30 रुपियाँ टिकट सन्धि टिकट 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 लाग्ने रहेछ है टिकट 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 काटौँ न त टिकट सो गाइस हामी अब यहाँ भ्यू टावर होइन हेरिसकेका छौँ अनि कस्तो आँखा दुख्ने रहेछ कि होइन त्यो पावर छ नि त होइन त्यही भएर आँखा दुख्ने रहेछ कि तर लास्ट नजिक देख्ने के यस्तै यस्तै प्रविधिहरू युज गर्यो भने चाहिँ होइन हाम्रो घरमै बसेर क्या धेरै टाढोको होइन धेरै टाढोको धेरै भनौँ न धेरै टाढो कुराहरू पनि देख्न र हेर्न सक्ने रहेछ होइन के गरिरहेको भनेर चाहिँ लाइक खुसी लाग्यो दामन भ्यू टावर अब हामी यहाँबाट निस्किन लागेको गाछ गाइज होइन अनि आँखा दुखिसक्यो क्या मेरो यहाँ अझै पनि पुगेको छैन केटाहरूलाई हेर्नुहोस् यहाँ हो हेर्दै हुनुहुन्छ अझै पनि म चाहिँ मेरो गर्लफ्रेन्डको घरमा पुरा अनुसन्धान गर्दैछु ओके गर्लफ्रेन्डको घरमा के गर्दैछ भनेर यहाँ फर्किनु राम्रो आउँदैन आएको नि यहाँबाट यसबाट सम्धि के हेर्दै हुनुहुन्छ अरे सन्धिकबाट फर्किनु मेरो होइन जानु सम्धि जाने होइन ल गइदिउँ त गइदिउँ लागम केटा हो होइन लु जाउँ न त जाउँ अब चाहिँ हामी इतिमध्यम अवस्थामा आइपुगिसकेका छौँ सो अब चाहिँ हामी तल जान लाग्यो अब रुमसुम पुगेर तल गएर अनि भिडियोहरू एडिटिङ गरेर त्यसपछि चाहिँ एडिटिङ बेलुका सक्यो भने चाहिँ बेलुकै हालिदिन्छु नभए भोलि चाहिँ आउँछ गाइस लगायत ब्लगहरू चाहिँ आउँदै गर्ने छन् होइन माया गरिदिनु पऱ्यो सपोर्ट गरिदिनु पऱ्यो हामी यहाँबाट टक्क जाने हो अनि धेरै थाकिसक्यो क्या धेरै हिँडिसक्यो हामी अनि यस्तो यस्तो दुख्ने रहेछ कि बानी नभएपछि है गाइस हामी जानेछौँ जाउँ न त यहाँबाट के तल जानुपर्ने के यसरी यसरी के होइन कस्तो देख्ने क्या है कति डर लाग्ने यहाँ होइन जाने कि अनि यता छ यता यहाँ पनि रहेछ त यार घर के यो घर रहेछ यहाँ के घर हो यो अब नजाउँ होला यहाँ चाहिँ नजाउँ होला यहाँ कुहिसकेको रहेछ एकदम दामी बनाएको यसलाई चाहिँ फेरि रिपेयर गर्न चाहिँ जरुरी रहेछ है ओइ नजाऊ त्यहाँ हेर सबै कुहिसक्यो सो गाइस हामी अब फर्किन लागेको है अनि एकदम खुसी लाग्यो घुम्यो आज चाहिँ एकदम रमाइलो लाग्यो यस्तो दिनहरू अब आउला या नआउला होइन अनि धेरै खुसी लाग्यो हामी दामन भ्यू टावरमा पनि आइपुग्यो अनि दामनको सबै फेरि गएर फेरि आउँदाखेरि फेरि पनि टिकट लाग्छ कि लाग्यो हुँदो नआउने नि होइन आज दिनभरलाई होला त्यो त खुसी लाग्यो है अब गाइस हाम्रो अनिल दाईलाई सबैजनाले अनि सपोर्ट माया गरिदिनु होला अनि हाम्रो अनिल दाईको युट्युबमा नाम चाहिँ टिस्टुङ गोलु गोलु रहेको छ सबैजनाले माया अनि सब्सक्राइब शेयर कमेन्ट सबैजनाले गरिदिनु होला सो गाइस हम अब ये दामन के व्यू से हम जा रहे हैं बहुत अच्छा लगा बहुत खुश लगा है ना हमारे गांव में घाम बेसी लगता है यार हम डॉक्टर कालो कालो हो गाइस है ना और हम मधेसी जैसे तो नहीं अभी ऐसा बोलने के नहीं ये बहुत अच्छा लग रहा है मुझे ये होता है कि हम लोग तो प्योर नेपाली है
हमारे हिंदी कभी कभी हिंदी भी बोलना पड़ता है ना, इसीलिए सब कुछ इंडिया का ऑडियंस पनि तान्ना पड़ता है बेला बेला में, क्योंकि नेपाली का ऑडियंस से मात्र हमें नहीं पुगता है। तो इसीलिए बेला बेला में थोड़ा थोड़ा हिंदी बोलना पड़ता है। हिंदी बोलना पड़ता है। यस्तो अब नेपाली नै बोल्नुपर्छ, किनकि नेपालीले होइन नेपाली हुनुमा छ गर्व लाग्छ होइन, तर पनि अलिअलि बोल्दैमा होइन केही पनि लाग्दैन, बोल्नु पनि पर्छ अलिअलि त गइहाल्छ नि होइन। अनि जति पनि ये इंडियन लोग भी देख रहा है ना ये वीडियो, सब कुछ बहुत अच्छा लग रहा है, मुझे सपोर्ट करो है ना, हम सब लोग आदमी लोग है ना, इसीलिए होइन। मैले चाहिँ किन हिन्दी ल्याङ्ग्वेज हिन्दी शब्दको युज किन गर्दिनँ भने मैले चाहिँ होइन, किनकि थुप्रै ठुल्ठुलो भ्लगरहरूले के भन्छ भने यस्तो अब नेपाली भएर नेपाली शब्दको युज गर्दैन यार, यो कहाँ इन्डियाको अडियन्सले तान्न खोजिहाल्यो यसले भनेर त्यस्तो पनि भन्छ गर्छ होइन। त्यही भएर चाहिँ मैले हिन्दी चाहिँ बोलिरहेको हुन्छु, तर कम अलिअलि त्यो शब्दको युज गर्दा मात्र ठिकै छ। म चाहिँ खासमा नेपालीमै भनिरहेको हुन्छु। अनि सम्झिल चाहिँ बेला बेलामा दिइरहेको हुन्छ, तर दिनु पनि पर्छ। हिन्दी चाहिँ क्या अनि पुरा हाम्रै पडोसी देशको त्यही त के हिन्दी चाहिँ के देश नै होइन र होइन। हिन्दी अनि वर्ल्डमा दोस्रो भनौँ न, इङ्ग्लिस पछिको दोस्रो चल्ने भाषा हुन्छ। ठिकै छ। अब हामी चाहिँ फर्किनु पर्ने हुनेछ, हामी फर्किनेछौँ। अनि अब फर्किँदैछौँ भनौँ न होइन, फर्किँदैछौँ होइन। अब भिडियो चाहिँ एडिट गरेर चाँडोभन्दा चाँडो आउनेछ है गाइज। रिल्याक्सेसन भ्लग तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। हामी चाहिँ टक्क लगाएर एक्जाम सकेर होइन पुरा रिल्याक्सेसनको लागि आएको, सो एकदम रमाइलो गरियो। होप तपाईँहरू पनि एकदम रमाइलो एकदम इन्जोय गर्नुभयो होला तपाईँहरू पनि यो भ्लग हेरेर। सो गाइज त्यही हो, अब तल जान लाग्यो घरमा। अब जाने अब चाहिँ लगभग इन्डिङ पोइन्टमा अब इन्डिङ होइन, इन्डिङ अब अन्त्य नै गर्ने, अब अघि नै अब थाकि पनि सक्यो नि त होइन। अनि अब सो गाइज भएपछि फेरि भ्लग एक्टिभ हुँदैन। गाइज छोटो मिठो हाम्रो त त्यही हो। अब त्यही हो गाइज। लास्टमा के भन्न चाहन्छु भने सबैले माया गरिदिनु होला होइन सम्धि, हामी दुईजनालाई पनि, अनि सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर सबैजनाले गरिदिनु होला। अनि एकदम धन्यवाद छ यो भिडियो जतिजनाले हेर्नु नै छ उहाँहरूलाई एकदमै यो ठाउँमा यो पर्यटक स्थलमा स्वागत, वेलकम 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 भन्दै आजको भिडियोलाई के गर्ने छ सम्धि? प्लिज लाइक सेयर एन्ड सब्सक्राइब, योर 1 लाइक एन्ड 1 सब्सक्राइब वी आर मोर मोटिभेट। त्यही हो, इङ्ग्लिस चाहिँ धेरै आउँदैन पनि हल्का एक्काइमा दिनुपर्छ। ल गाइज आजलाई चाहिँ भिडियो यति नै, अनि आउँदै गर्नेछ हामी भिडियोमा। हुन्छ सम्धि, बाई गरिदियो। बाई लभ यु।